दर्शकबिन सधैँ चाहिँ म आज पनि तपाईँहरूमा चाहिँ एकदमै डरलाग्दो हरर स्टोरी लिएर उपस्थित भइसकेको छु। आज भने म निकै नै रोचक एकदम डरलाग्दो घटनाहरू अनि त्यस्तै समेटेर चाहिँ म तपाईँहरूमा सुनाउन गइरहेको छु। कस्तो भने एकदमै डरलाग्दो पनि छ, कोही कोही कुरामा चाहिँ अब यस्तो रमाइलो पनि छ, गाउँघरको कुराहरू हो हैन। अनि मैले लिएर आइरहेको छु। आजको चाहिँ म कुनै ठाउँको नामहरू केही पनि खुलाउन चाहेन। उहाँले चाहिँ नखुलाइदिनु भनेर मलाई रिक्वेस्ट गर्नुभएको छ, जसले मलाई घटना पठाउनु भयो। त्यो यो घटनाको चाहिँ कुनै ठाउँको नामहरू चाहिँ केही पनि नखुलाइदिनु ल, मेरो नाम पनि नखुलाइदिनु भन्नुभएको छ। त्यही भएर मैले केही पनि खुलाउन चाहेन। म तर जस्ट उहाँको क्यारेक्टरमा बसेर चाहिँ म तपाईँहरूलाई सुनाउन चाहन्छु के कस्तो लाग्छ। तपाईँहरूले अहिलेको अघिल्ला भिडियोहरूमा जस्तो माया गर्नुभएको छ, अहिले पनि त्यस्तै माया गरिदिनुहुन्छ भन्दै म तपाईँहरूलाई यो स्टोरी सुनाउन चाहेँ। यो स्टोरी चाहिँ हाम्रो एउटा जुन भाइले जुन पठाउनु भएको स्टोरी हो, त्यो यो भाइको चाहिँ कस्तो बाल्यकालबाट उसले चाहिँ ऊ ठुलो हुने बेलासम्मको चाहिँ स्टोरी पठाउनु भएको छ। म त्यो सबै जोडेर तपाईँहरूमा चाहिँ प्रस्तुत गर्छु। के कस्तो लाग्छ पक्कै पनि हामीलाई सेयर चाहिँ धेरै हुनु पऱ्यो, कमेन्ट धेरै हुनु पऱ्यो। तपाईँहरूको मायाले नै मलाई एउटा ऊर्जा थपिन्छ नयाँ नयाँ स्टोरीहरू लिएर आउनको लागि। त्यही भएर म दिनकै लिएर आइरहेको छु। अहिले चाहिँ म्याक्सिमम् कमेन्टहरू धेरै आइरहेको भएर चाहिँ म तपाईँहरूलाई स्टोरी चाहिँ दिनको दिन लिएर आउन सफल भइरहेको छु। स्वास्थ्यले पनि हल्का साथ नदिए पनि तपाईँहरूमा मलाई जोडिन एकदमै रमाइलो लाग्छ। र के भएको थियो भने जस्तै यो म चाहिँ त्यस्तै 8 वर्षको थिएँ है। म 8 वर्षको थिएँ, मलाई अलिअलि याद छ। अनि कस्तो भयो भने मलाई चाहिँ अब भनौँ गाउँघरतिर कस्तो भने खाजा त त्यस्तो केही पनि हुँदैन थियो नि त पहिलातिर। अब कि त खायो भने त्यो बासी ढेँडो होइन, अनि खाएन भने चाहिँ ऊ क्या जस्तै मानिलिउँ कहिलेकाहीँ मकै भुट्ने, कहिलेकाहीँ गहुँ भुट्ने होइन। अब कहिलेकाहीँ सातु, त्यो गहुँको सातुहरू त्यस्तो हुन्थ्यो, तर प्रायः खाजा हुँदैन थियो। अनि एक दिन चाहिँ कस्तो भयो भने मेरो बाबा चाहिँ अब काममा जाने, त्यस्तो घर बनाउनेहरू काममा जानुहुन्थ्यो। अनि त्यसपछि ऊ भयो क्या, जस्तै मानिलिउँ मम्मी चाहिँ मेलामा जानुपर्ने है। अनि मलाई त्यहाँनिर म 8 वर्षको थिएँ, म एक्लै घरमा बस्नुपर्ने भयो है। म चाहिँ कस्तो भने मेरो दिमाग चाहिँ अलिकति स्लो नै आएको अरे, अलि दिमागहरू चाहिँ कस्तो भने अर्कै टाइपको थियो अरे क्या। म चाहिँ बच्चामा त्यस्तो भन्नुहुन्थ्यो। अनि मलाई के गर्नुभयो भने मम्मीले बासी ढेँडो है, बासी ढेँडो त्यो हातमा दिनुभयो, सानो डल्लो। अनि त्यो दिन बिहान चाहिँ अलिकति भात पनि पकाउनु भएको रहेछ होइन। अनि त्यो बासी भात रहेछ। अनि त्यो बासी भात चाहिँ थालमा दिनुभयो। अनि बासी ढेँडो हातमा, त्यो भातले मात्र पुग्दैन, भात थोरै छ हो। अनि त्यो भएर त यो ढेँडो पनि खा भनेर हातमा दिनुभयो। अनि मलाई त्यो पिँढीमा राखिदिनु भयो क्या। म पिँढीमा बसेँ, अनि त्यहाँनिर बसेँ। अनि हाम्रो फेरि ओथारो दिएर त्यो कुखुराले चल्ला त्यस्तै 12-13वटा समथिङ 13वटा चल्ला झिकेको थियो कुखुराले होइन। 13वटा चल्ला झिकिसकेपछि कस्तो भयो भने तपाईँको, अनि त्यो चल्लाहरू चाहिँ कति भने ठिक सानो भएको थियो, त्यस्तै 8-10 दिन भएको थियो होला त्यो चल्ला पनि क्या। अनि म ठ्याक्क पिँढीको डिलमा बसेँ। अनि त्यहाँ त्यो भात र ढेँडो खान लगाइरहेको थिएँ। अनि मलाई मेरो जुन आमाले चाहिँ के गर्नुभयो भने एउटा यति लामो सिर्कनो क्या, सिर्कनो दिनुभयो है, सिर्कनो दिनुभयो। अनि के गर्नु भने यो चल्ला भात खान आयो भने धबा है, यसलाई हान है भनेर भन्नुभयो। अनि भनिसकेपछि कस्तो भयो भने त्यो सानो न चल्ला है। अनि त्यहाँ म त्यो खाँदै थिएँ। अब त्यो चल्लाहरू त च्याउ 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 कुखुरा है, माउ पोथी त्यहाँतिर डुल्दै थियो। अनि त्यो चल्ला एउटा आएर टक्क म भात त्यस्तै भुइँमै राखेर टक्क भातलाई ठुङ्न आउने बेला मैले त्यो सिर्कनोले, अब म 8 वर्षको मान्छेको बलको सिर्कनोले हानेपछि ठङ्ग हानिदिएको, चल्ला भुत्तुक्कै मऱ्यो हो। त्यो त्यहीँनिर ठाउँको ठाउँमै पक्लकै लड्यो चल्ला। अनि मलाई त रमाइलो पनि लाग्यो क्या त्यो लडेको देखेर। मैले मारेँ यसलाई भने जस्तो भयो। अब खाना आएपछि हान भनेको छ है,
हान्नु परिहाल्यो मैले। अब म चाहिँ फेरि जसले जे भने त्यही मान्ने टाइपको क्या, जस्तै अनि मम्मीले पनि त्यस्तै भन्नुभयो, अब हान भनेपछि हान्ने त हो भन्ने भयो। अनि त्यहाँबाट फेरि अर्को चल्ला खाना आउँछ टङ्ग हान्यो मर्छ, अर्को खाना आउँछ टङ्ग हान्यो मर्छ, अर्को खाना आउँछ टङ्ग हान्यो मर्छ हो। त्यसै गरेर मैले 13वटा चल्ला मारेछु है। अचम्मैको कुरा भने 13 अब बेलुका आमा मेलाबाट आउँदा त चल्ला सब सोत्राम छ। अनि के गरेँ भने तपाईँले हान्नु भने मैले हाने मर्यो हो, मेरो जवाब त्यो थियो। अब बाल्यकालमा त्यस्तो उटपट्याङ काम गरेको छु क्या मैले। अनि उटपट्याङ काम गरेको छ अनि म त्यस्तै गरेँ, अब बढ्दै गएँ हो। म त्यस्तै 13-14 वर्षको उमेरमा चाहिँ कस्तो भयो भने मेरो मम्मी चाहिँ मम्मी भने सरी आमा भन्थेँ मैले त्यो बेला। अनि आमा चाहिँ बिमारी पर्नुहुन्थ्यो, बिमारी पर्नुभयो म 13-14 वर्षको उमेरमा चाहिँ, किनभने बिमारी पर्नुभयो। अनि म चाहिँ कस्तो भने 8औँ गर्भको हो क्या म चाहिँ, जस्तो भने मेरो चाहिँ 2टा दाइ अनि 5वटा दिदीबहिनी क्या। त्यो भनेपछि अब 7-8 जना पछिको म। अनि मम्मी चाहिँ अब त्यो बच्चा धेर पाएर हो कि के हो कि, पहिलाको जमानामा फेरि त्यस्तै अब अत्याधिक धेरै बच्चा पाउने है मान्छेहरूले उ गर्ने। अनि त्यस भएपछि अनि त्यो अब पहिलाको जमाना अब बच्चा अब एउटा पछि एउटा जस्तै हाम्रो चाहिँ कस्तो भएको अरे भने छोरा पाउने रहरमा चाहिँ त्यत्रो सन्तान भएको अरे खासमा। अनि मम्मी बिचैमा अलि निरोगी हुनुभयो क्या। अब मम्मीलाई भनौँ त्यस्तै किसिमको रोग लाग्यो अनि निरोगी नै हुनुभयो। अनि भइसकेपछि अनि मम्मी चाहिँ अब मान्छेले कस्तो भने आमा चाहिँ हल्का बिमारी पर्नुभयो होइन। बिमारी परेपछि अब सबैजनाले कस्तो भन्यो भने अलिक रोगी नै हुनुहुन्थ्यो, यस्तो स्वास गर्ने दमको व्यथा थियो क्या आमालाई चाहिँ। अनि अब सबैजनाले मर्छ अब बाँच्दैन यो फलानु भन्ने जस्तो गाइरी गुइरी कुरा सुने। म त्यस्तै 13 वर्ष थिएँ होला होइन। अनि भइसकेपछि अनि मलाई चाहिँ कस्तो भने म जहिले आमासँगै सुत्थेँ क्या। अनि मलाई डर लाग्यो क्या, मान्छे सबैजना मर्छ भन्छ, मलाई त्यत्तिकै डर लाग्यो। अनि म चाहिँ कस्तो भने मेरो घरभन्दा उता पछाडि अलिकति पल्लो गाउँ भनौँ, त्यस्तै 5-7 मिनट लाग्थ्यो है, 5-7 मिनट लाग्थ्यो। त्यहाँनिर चाहिँ घर चाहिँ दिदीको घर क्या, दिदी घर। अनि मसँगै मेरो भान्जी पनि मसँगैको थियो क्या जस्तै। अनि हामी मामा भान्जी चाहिँ एकदम मिल्थ्यौँ पनि। अनि म चाहिँ अब त्यहाँ जान्छु, अब मैले के सोचेँ भने अब जस्तै मलाई घरमा बस्नै डर लाग्यो क्या, त्यो भनेर म अब त्यो दिमाग बच्चै भएर अनि डर लागिसकेपछि तर मैले चाहिँ के भन्यो भने म त्यहाँ जान्छु भनेर भने क्या। अब म दिदीकोमा गएर सुत्छु आज भनेर भने। अनि ल जा भनेर भन्नुभयो। अनि त्यहाँ म गएँ क्या। अनि दिदीको घर जाँदाखेरि हुन त खासमा मेरो मम्मीले त केही पनि भएन होइन, म त्यत्तिकै डराएँ क्या। म त्यो बच्चा भएर मान्छे मर्छ भनेर चाहिँ एकदम गाह्रो नि भइरहेको थियो। 2-4 दिनपछि निको नै भयो मम्मीलाई हुन त। अनि भइसकेपछि अनि म गएँ। अनि दिदीको घर गइसकेपछि चाहिँ कस्तो भयो भने दिदीको घरमा चाहिँ एकदम तर्साउँदो रहेछ फेरि है। मलाई अचम्म लाग्यो होइन, दिदीको घरमा चाहिँ एकदम डेन्जरै तर्साउँदो रहेछ। मैले जुन फिल गरेँ अहिले, मैले सबै भूत प्रेतहरूको विषयमा मैले थाहा भएपछि चाहिँ मैले फिल गरेँ क्या। त्यो बेला त पहिला बच्चा केटी अब अरूले तर्साए भन्ने त्यो गर्ने त्यस्तो मात्रै थाहा भयो। के भयो भने म गएँ त्यो दिन। अनि दिदीको घरमा जहिले भातै पकाउने क्या, फेरि ढेँडो नपकाउने भातै पकाउने। अनि त्यो भान्जीले त्यो नखाने पनि ढेँडो नखाने। अनि मलाई पनि अब भात चाहिँ एकदम मनपर्ने, ढेँडो भनेपछि चाहिँ अलिक कस्तो लाग्थ्यो होइन त्यो बेलामा। अहिले चाहिँ फेरि अब ढेँडो नै मनपर्छ। अनि त्यो बच्चामा त्यस्तै त हो, अब गाउँतिर भनेको चाहिँ बल्ल हुन्छ नि त। अब भातहरू भनेर पकाउने भने बल्ल पकाउने त्यस्तो टाइपको हुन्थ्यो। अनि त्यो भएपछि अनि के भयो भने म र भान्जी खाना खाँदै थियौँ। अनि दिदी चाहिँ चुलोमै हुनुहुन्छ। अनि भिनाजी चाहिँ विदेश हुनुहुन्थ्यो क्या। फेरि भिनाजी विदेश हुनुहुन्थ्यो अनि दिदी चुलोमै हुनुहुन्छ। अनि हामी खाना खाँदै थियौँ बाहिरबाट एक्कासी कसैले बोलाएको जस्तो गर्यो क्या, कसैलाई बोलाएको जस्तो भनौँ न, एउटा नाम लिएर बोलायो तर त्यो नाम बुझिएन हामीले हो, त्यो नाम बुझिएन। अब एक्कासी बोलाएको जस्तो गर्यो। अनि बोलाइसकेपछि अब दिदी भनौँ न, अनि बाहिर निस्किनु हो क्या। दिदी बाहिर निस्किँदाखेरि बाहिर कोही पनि छैन।
चनामन्न छ। अनि कसले बोलायो, खोइ को कता गयो देखिनँ मैले भनेर भन्नुभयो क्या दिदीले। अनि भन्नुभएपछि अनि को हो त भने हामीलाई त्यति बेलासम्म त्यो केही वास्ता भएन क्या, वास्ता भएन। अनि त्यसपछि हामी खाना खाइसक्यौँ ओऱ्यौँ, अनि अब सुत्नुपर्छ भनेर लाग्ने क्रममा चाहिँ के भयो भने जस्तै मानिलिउँ बाहिर जुन दिदीको घर बाहिर कोही मान्छे चाहिँ एकदम आपत परेर आएको जस्तरी चिच्याउँदै रुन त्यो अलार्न बिलार्न गर्छ नि त्यो मान्छे, है मारिसे मलाई उ गरिसे भने जस्तरी त्यस्तरी त्यो क्लियर कुरा चाहिँ बुझेको छैन होइन, क्लियर कुरा बुझेको छैन, त्यस्तरी त्यो छटपटी भएको जस्तै त्यस्तरी बाहिर चिच्याउन थाल्यो क्या। बाहिर हामी सुत्न लागेछौँ, चिच्याउन थाल्यो। अनि त्यसपछि अब को आयो है, को अब त्यहाँनिर उतापट्टि घरको चाहिँ बुढाबुढी एकदमै झगडा गरिरहने, अनि कुटाकुट चल्थ्यो अरे क्या। अनि जहिले त्यो दिदी पनि त्यसरी रुँदै हिँड्थ्यो अरे। अनि दिदीले चाहिँ सोच्नुभयो त्यो दिदी आउनु भयो भन्ने सोच्नु भएछ क्या। अनि हामी त्यसरी अनि दिदीले ढोका खोल्नुभयो, ढोका खोलेर अनि बाहिर हेर्दा छैन है, केही पनि छैन। अनि त्यो आवाज पनि बन्द भयो क्या। जब दिदीले ढोका खोलेर बाहिर हेरिसकेपछि त्यो आवाज पनि बन्द भयो होइन। अनि अचम्मै भयो, अब कहाँ गयो त, अब यत्रो अलाउन बिलाउन चिच्याइरहेको थियो, रोइरहेको थियो होइन, अब कहाँ गयो त यति मान्छे भनेर भन्ने कुरा भयो भित्र पसेर। अनि हामी डराउँछ भनेर नि दिदीले त्यो भूत हो समथिङ केही पनि भनेन। अनि नभनिसकेपछि अब त्यस्तै गफ गरिरहेको थियौँ हामी भान्जी र म चाहिँ, अब त्यस्तै अब स्कुलको विषयमा कुराहरू गरिरहेको थियौँ, उ गरिरहेको थियौँ। त्यति बेर त्यस्तो धेरै रात पनि परेको छैन, 9 बजेको छ होला त्यति बेर चिच्याएपछि। अनि दिदी चाहिँ हल्का डढाइरहनु भएको थियो, मैले त्यो दिदीको फेसमा हेरेर थाहा पाएँ दिदी डढाइरहनु भएको थियो। अनि हल्का उ भयो। अनि भइसकेपछि तपाईँको कस्तो भयो भने जुन छ नि बाहिर, घर बाहिर, अनि त्यो हामी त्यतिकै गफ गरिरहेको छौँ, त्यो गऱ्यो ढोका खोल्यो, त्यो छैन, केही पनि छैन होइन, को केही पनि थाहा छैन। त्यसपछि एक्कासी बाहिर ड्राममा यत्रो ठुलो केही न केही मुढाहरू चाहिँ जम्म फालेको जस्तो त्यस्तरी फाल्यो क्या आँगनमा। त्यो आँगनमै भनौँ न, त्यत्रो आवाज आयो। अनि आवाज आएपछि हामी भित्र नै जुन दिदी म भान्जी छ तरङ्ग तर्स्यौँ है। त्यो आवाज त्यस्तो ठुलो आवाज आयो, केही न केहीले त्यो उ गरे जस्तो ब्राङ्ग फाले जस्तो आवाज आयो। आवाज आइसकेपछि चाहिँ अनि अब के हो भन्ने भयो। अनि निस्केनौँ बाहिर, दिदी निस्किनु भएन। अब दिदीलाई थाहा भइसकेको छ त्यो भूत हो, केही तर्साइरहेछ भन्ने कुरा। अनि दिदीले पछि त्यो आवाज फालिसकेपछि चाहिँ के भन्नु भने यस्तो गर्न थाले, 4-5 दिन भइसक्यो घरमा कहिले कोही रुन्छ, कहिले के हुन्छ। अनि दिदीको घरमा चाहिँ कस्तो भयो भने भर्याङमा को हिँडेको मान्छे देख्नु छैन होइन, मान्छे नदेख्ने डङ 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 त्यो जुन जतिवटा भर्याङको खुर्किला छ त्यतिवटा ट्याक 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 आवाज आउने अरे क्या। दिदी चुलोमा खाना पकाइरहेछ, त्यहाँनिर त्यो भर्याङ चडक 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 गर्छ अरे क्या, त्यति नै चोटि क्या। अनि दिदीको त जिउ सिउ फुलेर यत्रो भयो अरे, अघिल्लो दिनको कुरा है, अघिल्लो कुरा। अनि जुन भान्जी पनि पल्लोपट्टि घरमा गएको थियो अरे क्या। अनि भइसकेपछि जिउहरू फुलेर यत्रो भइसक्यो दिदीको होइन। अनि त्यो फेरि त्यो उक्लेर भर्याङ उक्लेर माथि पनि चोटामा नि डुङ 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 गर्दै हिँड्छ अरे होइन। हिँडिसकेपछि अनि दिदीले त्यो फिल गरिरह्यो, धेरै दिन भइसक्यो अरे त्यस्तो गर्न थालेको, घरमा दचक दिन थालेको, उ गर्न थालेको धेरै दिन भइसक्यो अरे भनेर भन्नुभयो। अनि त्यो नभन्दै कस्तो भने त्यस्तै कति दिन भने त्यो दिन त्यस्तै भयो। त्यसपछि म भनौँ मेरो आमा निको हुन पनि लाग्यो, 4-5 दिन निको भयो, म घरमा आइदिउँछु। अनि फेरि बेलुका अनि त्यसको 6-7 दिनपछि जाँदाखेरि चाहिँ कस्तो भयो भने त्यो दिन चाहिँ त्यो भैयाले त्यस्तो तर्साइरहेको थियो, उ गरिरहेको थियो होइन। अनि 6-7 दिनपछि म ठ्याक्क उहाँ जाँदा दिदीकोमा जाँदा चाहिँ कस्तो भयो भने दिदीको घरै पछाडि एउटा धारो थियो क्या, गाउँबाट त्यो माथि लेकतिरबाट ल्याएको पानीको धारो थियो। अनि त्यो धारोमा एउटा सेतो लुगा लगाएको मान्छे टक्क उभिरहेछ। म जाँदाखेरि म त्यस्तै 7 बजेको थियो होला, दिदीको घर जाँदाखेरि, मेरो घरबाट दिदीको घर जाँदाखेरि 7 बजेको थियो होला। म चाहिँ कस्तो भने अब भान्जी र म एकदम मिल्ने, अब
जस्ट मेरो मम्मी त निको त भइसक्यो थियो। अब म चाहिँ त्यो भान्जीसँग खेल्नको लागि भए पनि गइरहेको थिएँ कि। अनि हाम्रो त्यो पढाइको कुराहरू हुन्थ्यो ऊहरू हुन्थ्यो होइन। अनि त्यसकै लागि भने म दिदी घरमा गइरहेको थिएँ। ठ्याक्क सेतो लुगा लगाएको मान्छे टक्क उभिरहेछ। अनि कस्तो भने मैले त्यसको रूपै देखेँ क्या। सेतो लुगा लाज केटा मान्छे हो, तर त्यो केटी मान्छे होइन होइन, केटा मान्छे हो, सेतो लुगा लाछ। अनि कस्तो भने उसले केही पनि चिजहरू बोकेको छैन। त्यसले त्यो केही पनि चिजहरू बोकेको छैन होइन। अनि नबोकिसकेपछि कस्तो भयो भने म ठ्याक्क त्यहाँ जाँदै थिएँ होइन। अँध्यारो छ दिदीको घरमा। कस्तो भने त्यो पहिला पहिला गाउँतिर चाहिँ कस्तो बत्ती बाल्थ्यो भने बिजुलीको पनि त्यो पहेँलो कलरको बोल हुन्थ्यो क्या। त्यो जलिहाल्थ्यो, छिटै जल्थ्यो। अहिलेको जस्तो सेफेल होइन होइन, त्यो पहेँलो कलरको हुन्थ्यो। अनि त्यो चाहिँ छिटै जल्थ्यो क्या त्यो चिम चाहिँ। अनि त्यस्तो चिम बाल्थ्यो। पछाडिपट्टि घरको पछाडिपट्टि पुरै हाम्रो दिदीको घर चाहिँ गाउँमा सबैको माटा घर थियो भने हाम्रो दिदीको घर चाहिँ पुरै प्लास्टर गरेको थियो क्या। अनि भइसकेपछि त्यहाँनिर पछाडिपट्टि त्यो बत्ती थियो। अनि त्यो बत्तीको रोशनी पढेर चाहिँ अलिकति पहेँलो पहेँलो लाग्यो मलाई अनुहार। तर अनुहार एकदम डरलाग्दो जस्तो देखिएको थियो क्या। मैले त्यो टाढोबाट हेर्दा मलाई डर लाग्यो त्यो धारामा जान, किनभने तर्साउँछ यस्तो यस्तो दचक दिइरहेछ भनेर दिदीले भने। अनि भनिसकेपछि मलाई हो त्यहाँ त केही भूत पो उभिरहेछ कि भने जस्तो म नि ओरै उभिएँ क्या। उभिसकेपछि त्यो जुन त्यो सेतो कपडा लाउने त्यो आकृति हलचल गरेन क्या। एकैछिन हलचल गरेन, ऊ गरेन। अनि मलाई के गरौँ भयो। अनि मैले त्यहीँनिरबाट दिदीलाई बोलाएँ क्या। दिदी दिदी भनेर 3-4 चोटि बोलाएँ। मैले 3-4 चोटि बोलाइसकेपछि त्यो सरक्क त्यो दिदीको त्यो जुन धारोबाट यतापट्टि चाहिँ दिदी घरको कुलाङ्सा थियो क्या। त्यो साइड कुना, घरको कुनापट्टि साइड जान मिल्ने टक्क त्यो आफै क्या सरक्क त्यो कुना साइड लाग्यो होइन। त्यो कुना साइड गइसकेपछि अनि मलाई अचम्म लाग्यो, कोही मान्छे रहेछ क्यारे भन्ने जस्तो फिल भयो क्या मलाई चाहिँ। त्यो मनमा कोही मान्छे नै रहेछ क्यारे। अनि उतापट्टि गयो भन्ने फिल भइहाल्यो होइन। अनि म सट्ट दिदीको घरमा गएँ, सरासर गएँ। अनि दिदीको घरमा फेरि ढोका लगाइसकेको रहेछ। अनि ढाक 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 ढोका हानेँ। अनि दिदीले ढोका खोलिदिनु भयो। अनि यस्तो यस्तो गरेर कोही सेतो मान्छे उभिरहेको थियो हेन तेन भनेर भनेको। अनि दिदीले ल को उभियो त भनेर भन्यो। दिदी आत्तिनु भयो क्या। दिदी आत्तिनु भयो। अनि आत्तिनु भइसकेपछि अब यता कुलाङ्सापट्टि गएको छ भन्यो। अनि त्यहाँ दिदी लु हिँड त हेरौँ भन्यो। अनि भान्जी पनि निस्क्यो बाहिर। अनि हामीले त्यो दिदीको घरमा त्यो टर्च थियो क्या, यस्तो खासाले टर्च, त्यो दुईवटा ठुल्ठुलो ब्याट्री हालेर बल्ने टर्च, त्यो टर्च बाल्नु हो। अनि कुलाङ्सातिर हेरेको केही छैन हो, केही छैन। नभइसकेपछि अनि त्यो कुलाङ्सामा चाहिँ कस्तो थियो भने त्यहाँ अलिक फसफसै माटो अनि भ्यास्स भस्केर ऊ भएको थियो होइन। तर त्यो कुलाङ्सामा चाहिँ चप चप परेको कस्तो टाइपको भने अर्कै टाइपको क्या। त्यो मान्छेको पाइला होइन, त्यो अर्कै प्रकारको पाइला क्या। त्यो कुनै एउटा ज्योतको पाइला पनि होइन जस्तो त्यो पाइला क्या। त्यस्तो पाइला थियो क्या। टक 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 परेको पाइलाहरू थियो। अनि के आयो त है भन्ने अचम्म लाग्यो। अब भिनाइज पनि बिरेस। अब दिदीलाई त अब घर बस्नै डडमाउनु भइसक्यो। अब यस्तो धेरै दिन भइसक्यो तर्साउनु थालेको ऊ भन्ने जस्तो कुरा गर्न थाल्नुभयो होइन। अनि भइसकेपछि अनि कस्तो भयो भने अब त्यो दिन बेलुका अब हामी बस्यौँ भित्र। अनि हामी चाहिँ त्यो म गएको बेला चाहिँ तल छिडीमै सुत्थ्यौँ क्या। सबैजना गफ गर्दै सुत्थ्यौँ। अनि हामी जहिले छिडीमा सुत्थ्यौँ। अब त्यो दिन चाहिँ अब त्यस्तो सेतो लुगा लगाएको मान्छे मैले देखेँ भनेपछि दिदीहरू डराउनु भयो क्या। दिदी भान्जी पनि डराउनु भयो। अनि अब मलाई पनि डर लाग्यो क्या। त्यसपछि चाहिँ अब भुतै रहेछ यो भने जस्तो लाग्यो। अब मैले त म भोलिबाट दिदीको घर आउँदिनँ भने जस्तो फिल भइसक्यो क्या मलाई। अन्त आज चोटामै सुतौँ यार भनेर भन्नुभयो। अनि त्यहाँबाट चोटामै गयौँ क्या हामी। चोटामा गयौँ। अनि चोटामा सुत्दाखेरि त्यो छिडीमा जुन खाना पकाउने ठाउँतिर त्यहाँतिर कस्तो गर्छ भने हामी चोटामा सुतेको त्यही सुत्न गएको त्यस्तै 20 मिनट जति पछि कोही हिँडेको जस्तो आवाज आउँछ क्या। दुङ 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 आवाज आउँछ होइन। अनि हामी मजाले कान थापेर सुनिरहेछौँ क्या त्यो आवाजलाई। दुङ 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 आवाज आउँछ होइन। अनि त्यहाँ र त्यो कसैले अब त्यो भनौँ न केही सामानहरू गरेर सारे जस्तो त्यो तान्छ नि। अब केहीमा गरेर जस्तै मानिलिउँ अब केही सारेको जस्तो गरेर यता सार्छ।
गरेर उता सार्छ क्या, केलले सार्छ है। अनि त्यहाँ अनि त्यो भइहाल्यो। अनि त्यहाँ एक्कासी त्यो आवाजहरू आइरहेछ बाहिर। एउटा जुन हाम्रो दिदीको घरैभन्दा तल्लोमा एउटा खिरुवाको बुट्टो थियो, त्यो बुट्टोबाट एक्कासी कोही बच्चा रोएको जस्तो त्यस्तो रोएको आवाज आयो क्या। चिर्र त्यो चिच्चाको आवाज क्या, सर्र चिच्चाको एकैचोटि क्या। फेरि त्यस्तो त्यो रोइरहेको होइन, चिर्र चिच्चाको आवाज आयो। अनि त्यो आवाज आउँदा पनि कस्तो भने त्यो भित्र चाहिँ त्यो उहरू भइरहेछ, त्यो डाङडाङ डुङडुङ त्यस्तोहरू भइरहेछ होइन। अनि हामीलाई त्यो माथि हामी तीनैजनालाई डर लाग्छ। मेरो त भन् त्यो शरीरमा काँडा जर्र उम्रेर कस्तो भइसक्यो क्या त्यो डरले। म त मेरै घरमा सुत्नुपर्ने रहेछ भने जस्तो भइसक्यो। मैले त्यो दिदीलाई चाहिँ भनेको छैन होइन। अनि दिदी एकदम डराइसक्नु भयो। अब यो घरमा चाहिँ केही नेगेटिभ एनर्जीले बास गर्यो क्या अरे, अब आमा छोरी मात्रै के गरी बस्नु भनेर भन्नु। अनि त्यसपछि त्यति नै बेला ठ्याक्क भिनाजीले कल गर्नुभयो क्या, दिदीलाई कल गर्नुभयो। अनि दिदीले फोन उठायो। अनि यस्तो भइरहेछ घरमा, यस्तो गरिरहेछ भन्यो। अनि भन्छेपछि भिनाजले अब नडराउ, केही होइन होला, भोलि यसो जान्नी झाँक्रीहरू लिएर आऊ न, जान्नी झाँक्रीहरू लिएर आएर देखाउ के भन्छ, अनि त्यही अनुसार गर्नुपर्छ, त्यो घरमा के भइरहेछ कस्तो भइरहेछ भनेर भन्नुभयो। अनि नभन्दै अनि त्यो भइरहेको थियो। दिदी फोनमा बोलुन्जेल त्यो मान्छेको आवाज सुनेपछि त्यो बन्द हो क्या, स्टप हो क्या, स्टप भयो। अनि दिदीले फोन पनि राख्नु, अब सुत्नुपर्छ भनेर त्यो कोठाको ढोका नै लगाएको छौँ हामीले। कोठाको ढोका त्यो काठले बारिन्छ क्या, गाउँघरतिर चाहिँ कोठा काठले बारिन्छ। अनि कोठाको ढोका नै लगाइसकेपछि अनि त्यहाँ कस्तो भयो भने त्यो जुन हाम्रो दिदीले फिल गरेको चाहिँ जस्तै दिदी म भान्जी छ, हामी अब सुत्नुपर्छ अब चाहिँ भनेर भन्ने बेला। अनि त्यो कोठाको ढोका त सबै काठले बारेको। अनि भर्याङ पनि गाउँमा चाहिँ काठकै हुन्छ नि त, अब काठमाडौँको सहरमा है सिमेन्टीको काठकै हुन्छ। अनि त्यो भर्याङमा ट्याक टेक्दाखेरि चाहिँ एउटा न एउटा आवाज आउँछ क्या, त्यो भनौँ दुङ 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 आवाज आउँछ नि त भर्याङमा। ट्याक्क कसैले टेक्यो र आयो भने चाहिँ ठ्याक्कै थाहा हुन्छ क्या, त्यो अब कोही आइरहेछ कोही केही उ गरिरहेछ भने जस्तो ठ्याक्कै थाहा हुन्छ। अनि त्यसै गरी जुन हामी सुनिरहेछौँ, हामी निदाएको छैनौँ नि त, अब भर्खर भिनाजले कल गरेको होइन। अनि त्यसपछि हामी सुनिरहेछौँ। त्यसपछि चाहिँ त्यो भर्याङबाट डङ 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 गरी बिस्तारै कि कोही मान्छे माथि चढेको जस्तो फिल भयो है। हामी त्यो डरले सातो उडिस्या छ हामी तीनजनाको। कोही माथि नै आयो, अब यो केही न केही आयो, अब सिद्धाउँछ भन्ने जस्तो भयो क्या। डङ 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 गरेर त्यो 7वटा खुर्किलो हुन्छ भर्याङको, त्यो 7वटा खुर्किलो चढ्यो माथि है। माथि चढ्यो, त्यसपछि हलचल केही गरेन त्यसले, त्यो माथि चोटामा आइसक्यो भन्ने फिल भएछ। अब हामीलाई त्यो कोठाको ढोका खोलेर हेर्न पनि डर लागिरहेछ क्या। अब केही न केही आइसकेछ बाहिर, हामीलाई थाहा छ हो, केही न केही माथि चढेर आइसकेछ। अब त त्यो कोठाको ढोका कसरी खोल्ने भन्ने जस्तो भयो। आङ डङ्ग फुलेर आइसक्यो जिउहरू है, थर्र काम छुटिसक्यो। मलाई त त्यो आँसु रुनै मन लागिसक्यो क्या अब त्यो डरले। अनि त्यसपछि त्यहाँनिर एकैछिन केही आएन, शान्त भयो है। के आयो त अब यो माथि के चढ्यो भनेर त्यत्रो हामीलाई त्यो भर्याङ चढेकै थाहा भइरहेछ, सुनिरहेछौँ होइन। त्यसपछि एकदम शान्त भयो, केही पनि अब के चाहिँ आयो होला र भन्ने जस्तो भयो। त्यसपछि एकछिनपछि खुट्टा सेरक 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 घिसार्यो क्या, त्यो जुन त्यो भर्याङको मुखबाट खुट्टा घिसार्दै, त्यो खुट्टा जब त्यो उसले घिसार्दै त्यो हाम्रो कोठाको ढोकासम्म नै आयो, त्यो फिल भयो। कोठाको ढोकासम्म खुट्टा घिसार्दै आयो। आइसकेपछि त्यो अब हामी त त्यो अब सिद्धायो भने हुन त अब कोठाको ढोका चुक्कुर लगाएको छ, अब त्यसले डाङडाङ गऱ्यो भने पनि त अब थाहा त हुन्छ। अब त्यो कोठाको ढोकै अगाडि छ भने जस्तो। अनि अब त कस्तो महसुस हुन थाल्यो भने त्यसको बाहिरबाट सास, त्यो यस्तो गर्छ सास फेर्छ नि मान्छेले, तर छिट्टो छिट्टो क्या, हरेक 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 छिट्टो छिट्टो सास फेरिरहेछ क्या माथि बाहिरबाट, कोही मान्छे नै छ जस्तरी। अनि अब ढोकाहरू तल सब बन्द छ, न कुकुरहरू त आएन भन्ने भयो। कुकुर आएको भने त त्यो अब कुकुर हिँड्नेको चाल त छुट्टै हुन्छ नि, कहाँ त्यस्तरी हिँड्छ त भनेर मैले त्यो बिस्तारै भनेँ। अनि दिदीले चाहिँ कस्तो भन्यो नि, अब के गर्ने कान्छ ढोका खोल्ने त भनेर भन्यो मलाई।
अब म त डरले थर्र भइसकेछ भान्जी झन् डराएर कस्तो भइसक्यो नि कालो निलो भइसक्यो अब के गर्ने गर्ने अब त्यो के गरे हट्छ त भन्ने जस्तो भयो अनि त्यो भनेपछि अनि जस्तै अब दिदीकै दियोरहरूको घर चाहिँ उतापट्टि थियो क्या अलिकति पल्लोपट्टि थियो अनि उहाँले चाहिँ अब म उता कल गर्छु ल यस्तो यस्तो आएर यहीँ कोठामा बसिरहेछ भनेर कल गर्छु भनेर भन्नु अनि त्यहाँ हुन्छ गर्नु न भनेर भने होइन त्यहाँ सास फेरिरहेछ है त्यो ढोकाबाट बाहिर थर्र काम छुटेर है त्यो पुरै बोली अकमकिसक्यो हाम्रो त त्यो डरले अनि को आए कि न चोर हो होइन त्यस्तो नि हुन्छ नि त अब गाउँघरतिर त अब न चोर हो न केही हो न भुतै हो भन्ने हो भुतै हो भन्ने जस्तो चाहिँ के शङ्का भने हरेक दिन तर्साइरह दाङदाङ दुङदुङ आवाजहरू आइरह उ गरेर नि त अनि त्यो दिन नि भुतै हो भन्ने भयो नि त अनि भइसकेपछि कल लाउनु भयो 2-3 चोटि फोनै उठेन क्या फेरि फोनै उठेन अनि बल्ल बल्ल फोन उठाउनु अनि बाबु यहाँ त यस्तो यस्तो आएछ हाम्रो कोठा अगाडि नै उसमा अब के गर्ने हो भनेर भन्नुभयो क्या अनि त्यहाँबाट के गर्ने हो को हो न चोर हो न के हो भनेर भन्नु अनि त्यहाँबाट अलिकति हाक्कियो क्या उहाँ चाहिँ एकदम अलि बडाङ बुडुङ गर्ने टाइपको हुनुहुन्थ्यो अनि के भयो त है भन्दै अनि ढोकाबाट निस्केर कराउँदै आउनुभयो क्या बाहिर कराउँदै उहाँ कराउँदै आएपछि चाहिँ अलिकति साहस आयो क्या मेरो चाहिँ ओहो अब आउनुभयो अब त यसलाई लगाड्छ भन्ने जस्तो भयो नि त फिल भयो नि त कराउँदै आउनुभयो त्यो उहाँ कराएको सुनेपछि त्यो भनौँ न गरौँ गरौँ माथि त्यो बुइगालतिर चढ्या जस्तो गऱ्यो क्या त्यो उहाँ कराउँदै आवाज आइरहेछ त्यो जुन ढोकामै थियो है गरौँ 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 छिटो क्या त्यो भर्याङ त्यस्तो होइन गुरुङ रुङ 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 आवाज आयो त्यो बुइकालमै गएको जस्तो आवाज आयो क्या बुइकाल भन्छ नि त अब गाउँघरकोतिरको त माथिको चोटा चाहिँ बुइकाल भन्छ त्यसमा गएको जस्तो आवाज आयो होइन अनि आवाज आइसकेपछि अनि उहाँ हो भाउजू ढोका खोला भने ओहो बाहिर कसरी निस्किने भइरहेछ अनि बाहिर कसरी निस्किने अब त्यहीँ ढोकामै छ कि भने जस्तो ला ढोका खोल्नु अब केही हुँदैन म आइस भनेर चिच्चाउनु भयो बाहिरबाटै अनि त्यहाँदेखि हामी झ्यालबाट हुन्छ भनेर भन्यौँ अनि बत्तीहरू बाल्यौँ झलमल्ल बत्ती बालेर अनि ढोका खोल्दाखेरि छैन बाहिर केही पनि है बाहिर केही छैन है अनि बाहिर केही नभइसकेपछि अनि टक्क भर्याङबाट जाने बेलामा भर्याङमा चाहिँ जो सललल रगत छ क्या जस्तै मानिलिउँ कोही मान्छेले अब केही काटेर चाहिँ तरर झुन्डाउँदै हिँड्यो जस्तै त्यसरी धारै लगाएको रगत त्यो भर्याङको 7वटा खुर्किलोमा मात्रै छ क्या फेरि त्यो तल पनि त्यो जुन भैमा पनि छैन र त्यो माथि पनि छैन त्यो जुन माटोले लिपेको हुन्थ्यो त्यो उसमा पनि छैन होइन त्यो भर्याङमा चाहिँ रगत छ ओहो त्यसपछि हामी तर्सिहाल्यौँ नि अनि ढोका खोल्यौँ खोलिसकेपछि अनि त्यो कान्छा भिना चाहिँ आउनुभयो आइसकेपछि अनि के भयो त है भनेर भन्यो खोइ बाबु यो बुइकालतिर गए जस्तो लागेको हो यहाँ यस्तो भर्याङमा रगत रहेछ भन्यो उहाँले पनि हेर्नुभयो रगतै रगत छ ओहो के को आयो त है यो मान्छे मार्ने भयो त यस्तो पारले भन्यो अनि बुइकालतिर लाइट बालेर सबजना डाङडाङ र डुङडुङ त्यसपछि चाहिँ आँट आयो क्या मलाई नि आँट आयो अब मैले छोरा मान्छे नि त गरेर मैले नि डाङडाङ डुङडुङ पारेँ यहाँ पारेँ है अनि तर केही छैन माथि केही छैन तल हेरे केही छैन जुन कोठा टोका हेरे सब चिज छापा मार्यो केही पनि भेटेनौँ हामीले है अनि के हो अब यो रगत कसको त कसले ल्यायो भन्ने भयो क्या त्यसपछि होइन अनि कसले ल्यायो भन्ने भयो अब रगत अनि त्यसपछि अब यो रगत राख्नुहुन्न भाउजू पाहाल्नुहोस् भनेर भन्यो उहाँले अनि त्यहाँबाट उहाँ ल तपाईँ एकछिन यहीँ बस्नु है भनेर पाहाले ओर्यो अनि पाहालिसकेपछि अनि त्यो कस्तो भयो भने अब त्यहाँ रगत देखिरहेको छ अब त्यहाँनिर डरले अब त्यहाँनिर सुत्न सक्ने अवस्थै छैन क्या केही त छ यो घरमा केही त आइरहेछ भन्ने भइसक्यो नि त अब अनि त्यो भएपछि अब अनि दिदीले चाहिँ बाबु तपाईँहरू नि आज यतै आएर सुत्नु भन्नु अनि बाबु त्यो कान्छा भिनाजको चाहिँ दुईवटा छोरा अनि श्रीमती भनौँ न अनि उहाँहरूलाई नि बोलाएर आएर अनि त्यहाँबाट ल यतैपट्टि सुतौँ आज भनेर आएर अनि सबै आयो त्यसपछि हामी गफ गरिरहेको थियौँ होइन अनि तल छिडीमै बस्यौँ क्या के चाहिँ आउँदो रहेछ त अब भनेर त्यस्तै गफ गरिरहेको थियो गरिरहेको थियो भूतहरूकै कुरा गरिरहेको थियो यस्तो होला के होला अब केहीले भोक्खान खोजिरहेको छ यो त्यो थलोमा चाहिँ पहिला चाहिँ कस्तो थियो अरे भने त्यो थलोमा चाहिँ पहिला एउटा गाउँकै मान्छे चाहिँ बितेर त्यहाँनिर चाहिँ अब बाँझै थियो क्या त्यो हाम्रो दिदीहरूले भन्नुभएको बाँझै थियो नि अब सुनेको कुरा है त्यो चाहिँ फेरि अनि
त्यो मान्छे बितेर अलिकति पहिला चाहिँ यस्तो त्यो केही रोगहरू लाग्यो भन्ने चाहिँ त्यो मान्छेले छुँदैन थियो अरे क्या त्यो अब पहिला अब त्यो रूढिवादी आउँदाखेरि केही रोग लाग्दाखेरि अनि त्यो चाहिँ नछोएर त्यहीँनिर ठाउँमा चाहिँ त्यो मान्छे गारेको थियो अरे अनि समथिङ के भनेर भन्ने कुराहरू गरिरहेको थिएँ होइन मैले पनि त्यति बेरै सुनेको अनि त्यस्तो भनेर त्यो कुराहरू गरिरहेको थियो कुराहरू चलिरहेको थियो अनि अब होला त्यही आयो होला भन्ने सोच भयो क्या मलाई पनि अब ओहो यहाँ त यो थलोमा अब यहाँनिर केही न केही चाहिँ भोग खान्छ होला है भाउजू अब यहाँ बस्नु ठिक छैन भनेर भनिरहनु भएको थियो यो घरै उ गर्नुपर्छ सार्नुपर्छ यहाँ दाइलाई नभन्दा बनाइहाल्यो भनेर भन्नु अनि त्यसै कुराहरू गरिरहेको थियो ढोकाहरू ढप्काइरहेको थियो कसैले त्यो बाहिरबाट त्यो चिरपट दाउराले झटी हाने जस्तै त्यो क्या त्यो कस्तो भने यो चट्याङहरू पर्दा तर्सिन्छ नि मान्छे त्यस्तै दाले तर्स्यो भने ड्राममै ढोकामा हान्यो क्या त्यो चिरपट दाउराहरूले त्यस्तरी ठुलो शपथले ढोकामा ड्राममै हान्यो होइन अनि हानिसकेपछि अनि त्यहाँ तर्स्यौँ सबजना गफ स्टप भयो क्या गफ स्टप भयो त्यस्तरी तरङ्गै तर्स्यौँ होइन अनि अब किल्ले हान्यो अब त्यस्तरी अब ऊ नभएको अनि अब भयो अब भनौँ अब यस्तो त भइरहन्छ बाबु यहाँ त अब कति दिन भइसक्यो मैले तपाईँहरूलाई नभने मात्रै भन्ने कुरा गर्नुभयो क्या दिदीले नि अनि भनिसकेपछि अनि ओहो भाउजू यहाँ त डेन्जर भइसकेको रहेछ अब केही न केही त यो पुरै छचन्ने अथवा केही नैले चाहिँ बास गरेछ त्यो घरमा भन्ने भयो क्या अनि फेरि मान्छेलाई हानि कसैलाई केही पनि न ज्वरो समेत आएको छैन है कसैलाई केही हानि सानी केही पनि भएको छैन अनि त्यस्तै गफहरू चल्यो अनि त्यतिकैमा उ गरेर त्यसपछि अलिक साम्य भयो क्या त्यो तर्साउन त्यो भिनाजले चाहिँ अब गाली गर्नुभयो के गर्नुभयो उ गर्नुभयो अनि गाली भयो अब भोलि एउटा चान्नी झाँक्री ल्याएर हेराउनुपर्छ भन्ने जस्तो कुरा गर्नुभयो क्या अनि हुन्छ नि त भनेर भन्यो अनि त्यो दिन सुत्यो सबैजना सुत्यो अनि म बिहान उठेर म घर आएँ अनि भोलिपल्ट झाँक्री ल्याउने भनेर भनिरहनु भएको थियो अनि झाँक्री ल्याउनु भएछ क्या ल्याउनु भएछ अनि झाँक्री ल्याएपछि चाहिँ अनि त्यहाँबाट म पनि आएँ क्या त्यहाँ के भन्दो रहेछ कस्तो भन्दो रहेछ भनेर अनि भइसकेपछि अनि झाँक्रीले चाहिँ के भन्यो भने त्यो झाँक्रीले पुरै गरेपछि अब यो घर चिन्तै गर्नुपर्छ यहाँ चाहिँ नराम्रो शक्ति अनि नराम्रो चाहिँ कस्तो भने 3-4वटा चिज चाहिँ देउता पनि छ अरे होइन त्यो घरको त्यो जुन जगमा चाहिँ अनि त्यो देउता पनि छ अरे अनि वीर होइन अनि वीर अनि त्यहाँ एउटा मसान छौडाहरू त्यस्तोहरूले नि बास गरेको छ अनि त्यो देउता भएको कारणले चाहिँ यो रगतहरू यो केही न केही भोग खाएको हो अरे होइन त्यो भोगसोग खाने चाहिँ त्यस्तोले गर्छ अरे अनि यो बच्चाहरू रुनी भनेको त्यो गरेर चाहिँ मसान क्या त्यो केही बच्चाहरू गारेको थियो होला अथवा पहिलाको जमाना त्यो थलोमा घर बनाउने थलोमा त्यस्तो गारेको थियो होला उ गरेको थियो होला अनि त्यहाँनिर हरेक त्यो वीरहरू भनेको चाहिँ त्यो हिँड्ने उ गर्ने हो अरे क्या त्यो छल गर्ने डाङडाङ डिङडिङ हान्ने त्यस्तो गर्छ अरे क्या त्यो वीरहरू बिक्री भने अनि त्यो वीर चाहिँ कस्तो थियो अरे भने उहाँको ससुरा क्या हाम्रो दिदीको ससुराले चाहिँ वीर खेलाउनु हुन्थ्यो अरे क्या पहिला चाहिँ वीर खेलाउने रे एकदमै डेन्जर वीर खेलाउने रे क्या जस्तै मानिलियो त्यस्तै उ गरेर अनि त्यहाँ खेलाउने रे अनि त्यसो भनेपछि अब यसलाई त तह लाउनुपर्छ अब यो मसान छौडाहरूलाई त अब पुरै घर चिन्ता गरेर उ गरेर यसलाई केही गर्नुपर्छ भन्यो अनि त्यो दिन नै क्या अनि घर चिन्ता गरौँ न त भन्ने भएपछि अनि घर चिन्ता गर्यो उ गर्यो अनि त्यो घर चिन्ता गर्ने बेलामै क्या घर चिन्ताहरू गरिरहेको थियो उ गरिरहेको थियो अनि त्यो झाँक्रीलाई एक्कासी क्या त्यो जर्र काम छुटेर चाहिँ त्यो भनौँ कस्तो भने उसलाई नै त्यो देउता चढेको जस्तो भयो क्या टक काम्न थाल्यो क्या झाँक्री अनि झाँक्री कामेर अनि त्यत्तिकै आएर उयो गरेर भक्लक ढल्छ केही बोल्दैन होइन अनि के भयो के भयो भनेर उ गर्दाखेरि त्यो पुरै त्यो उसलाई नै घाँटी आएर कसैले समातेको जस्तो बिहेभ गर्न थाल्यो क्या त्यो झाँक्री आफै लडीबडी गर्न थाल्यो अनि पछि एकछिन पछि चाहिँ अनि बोल्न थाल्यो क्या अनि बोल्दाखेरि चाहिँ म वायु हो समथिङ त्यो मरेको मान्छेको वायु आउँछ अरे क्या अनि त्यसरी वायु हो भनेर भन्यो अनि नभन्दै दिदीको ससुराको वायु आएर रहेछ क्या अनि ऊ आएर चाहिँ मैले यस्तो मान्थेँ है मैले यस्तो मान्थेँ अहिले तैँले मानभाव गरिनस् उ गरिनस् त्यही भएर चाहिँ म यस्तो गरेँ भने उहाँको ससुराले चाहिँ एकदम त्यो थान बनाएर त्यो वीरलाई भनौँ अब के चिजलाई त्यहाँ मानिरहेको थियो अरे क्या एकदमै मान्थ्यो अरे त्यसरी मान्थ्यो अनि जब ससुरा मऱ्यो होइन ससुरा मरेको नि त्यस्तै 1 वर्ष भएर 2-3 महिना बर्खन त भर्खर सकेको थियो क्या अनि त्यो भइसकेपछि मान्थ्यो अब तिमीहरूले मानेनस् मलाई यस्तो गर यस्तो थान बना यस्तो मान भनेर चाहिँ त्यो झाँक्रीले चाहिँ भन्यो क्या त्यो
वायु आ भन्यो अब उसको दिदीको ससुराको वायु उसलाई चढ्यो अरे भन्यो त्यो हुन चाहिँ के कतिको सत्य हो त्यो कुरा चाहिँ अब मलाई पनि थाहा छैन होइन अनि त्यसरी भन्यो अनि त्यसो भनिसकेपछि झाँक्रीले त्यो छोडेपछि अनि के भन्यो मैले भने यस्तो भन्यो भने ल त्यसो गर त्यो वीरको चाहिँ एउटा अनि त्यही भएर चाहिँ हाम्रो दिदीको घर पछाडि चाहिँ अहिलेसम्म पनि अनि दिदीहरूले अनि ल भनेर एउटा वीरको थान बनाइदिनु भएको छ क्या त्यहाँ वीरको टक्क परेको थान बनाइदिनु भएको छ अनि त्यहाँनिर चाहिँ वर्षको एकचोटि यो जेठको पूर्णे तागा जेठतिरको पूर्णे तागामा एउटा बोका पूजा गर्छ अनि त्यो भोग खाने चाहिँ भगवान्ले हान्दैछ फेरि त्यो वायु चढ्दा चाहिँ भन्यो क्या भोग मैले खाएको हो यो घरमा यस्तो यस्तो गरेर भोग खाएको अब मलाई अलिकति समय मानेन भने चाहिँ म अनर्थ हुन्छ केही न केही गर्छु भन्ने जस्तो कुरा गर्यो क्या त्यो ऊ गर्दा वायु चढ्दा अनि त्यो भएपछि अनि त्यो रगत देखेको पनि केही भोग ल्याएर खाएको रहेछ क्या त्यो वीरले नै वीर भन्ने चाहिँ त्यस्तो डेन्जर हुन्छ अरे क्या मान्यो भने भगवान् जस्तो मानेन भने चाहिँ अब एकदम राक्षसै हुन्छ अरे अनि त्यसरी चाहिँ अनि ल्याएर थान बनाएर राख्यो अनि त्यो घर पूजा गरेर त्यो साङसाङ गरेपछि त्यो छौराहरू त्यो गर्ने भन्ने चाहिँ कोही अहिले पनि कस्तो भन्नुहुन्छ भने दिदी अहिले पनि कस्तो भने एउटा रातो कपडा लगाएको मान्छे चाहिँ बेला बेलामा दिदीको घरको त्यो भर्याङको डिलतिर भर्याङको फेदतिर देखा पर्छ अरे क्या त्यस्तो चाहिँ हुन्छ अरे दिदीको घरमा अहिले पनि भइरहेछ अरे यो हालचाल त्यो धेरै वर्ष अगाडिको कुरा होइन 5 वर्ष अगाडिको कुरा हो र जस्तै मान्नु अहिले पनि भइरहेछ अरे क्या दिदीले भन्नुहुन्छ भनेर चाहिँ हामीलाई त्यो भाइले लेख्नु भएको छ अनि त्यस्तो भइरहेछ अरे अनि जब त्यो वीर चाहिँ थन्काउनु भयो उहाँहरूले उ गर्नु भएपछि त्यहाँ चाहिँ वर्षको एकचोटि पूजा गर्ने त्यो पनि राति 12 बजे चाहिँ त्यो पूजा गरिसकेपछि चाहिँ अनि त्यो सब शान्त हुने रे होइन अनि त्यो त्यसपछि चाहिँ अनि हाम्रो दिदीहरूलाई पनि अलिकति राम्रो भइरहेछ क्या दिदीहरूको परिवार पहिला भेनाजी विदेश गइरहेको थियो अहिले नेपालमै भएर पनि एकदम राम्रो भइरहेछ त्यो जुस्ट मान्यो भने चाहिँ उहाँले पनि त्यो सफलता पनि दिने रहेछ भन्ने कुरा चाहिँ त्यो हाम्रो दिदीहरूको घरमा हेरेर चाहिँ एउटा प्रुफ पनि हुन्छ होइन अनि त्यसो भनेर चाहिँ लेखेर पठाउनु भएको छ हामीलाई अनि त्यो भएपछि अब दिदी घरमा तर्साउनु ओर्नु छोड्यो अरे अब कहिलेकाहीँ त्यस्तो बच्चाको चाहिँ त्यो आकृति चाहिँ देखा पर्छ अरे क्या त्यो रातो बच्चा न भगवान् न भूत के अहिलेसम्म त्यसले हानि केही गरेको छैन कसैलाई त्यो केही पनि बिराएको पनि छैन केही हानि पनि गरेको छैन कसैलाई त्यो सताएको पनि छैन होइन तर पनि देखा चाहिँ पर्छ भनेर लेखेर पठाउनु भएको छ उहाँको कथा चाहिँ अब यति नै पठाउनु भएको